हेलो गाइज गुड मर्निङ मेरो सिपिजी ब्लगमा है गाइज आज म एउटा भाइको कामको लागि दुईजना मान्छे पुर्याइदिनु भनेर पदम भाइले बोलाएको थियो बिहान बिहानै मेरो दुईवटा मामाहरू आउनुभएको रहेछ पदम भाइको घरमा पदम भाइको कामको लागि म आएँ मामाहरू पनि आइसक्नु भएको रहेछ यहाँ मामाको भाइको घरमा म वेटमा बसेँ यहाँ आएर अनि मामा आउँदै हुनुहुन्छ दुईवटा मामा त्यसपछि वेट गर्दा गर्दै फेरि एकछिन पछि यताबाट फेरि हाम्रो भाइहरू नै आइरहेको रहेछन् मेरो उज्जवल भाइहरू बासु मामाहरू सबै आइरहेको रहेछन् उहाँहरू पनि कामको लागि सक्षम भाइ हाँस्दै होइन बानु भाइहरू हाँस्दै आइरहेको रहेछन् अनि दुईवटा मामा नै आयो उता उज्जवलमा भाइ पनि आइसके उज्जवल भाइले रेकर्ड छ क्या भनेर हाँस्दै अनि हामी चाहिँ लाग्यौँ फेरि त्यसपछि निकै टाढा छ 15-16 मिनटको बाटो हो त्यसैले हामी यहाँ लाग्यौँ अप्ठ्यारोको बाटो हुँदै गाउँको बाटो स्थित हो भने कहिले विकास हुने होला कहिले हाम्रो यो ठाउँमा बजेट पर्ने राम्रो बाटो हुँदै कहिले आइपुग्ने होला होइन भनेर हामी यसरी जाँदैछौँ हाम्रो सुजन मामा पनि कहाँ जान नभएको रहेछ हामी फेरि पनि यसरी सिधै लाग्यौँ हाम्रो गाउँको बाटो यसरी भ्युज मर्निङ टाइमको भ्युज हो गाइस यो चाहिँ राम्रो छ है गाइस फेरि हामी अगाडि बढ्दैछौँ यो हाम्रो सानो गाउँको बाटो गाइस त्यसपछि यसरी लाग्दै गर्दा यो जङ्गलको बाटो है गाइस फेरि जङ्गलको बाटो जङ्गल बिचको बाटो तालपर यहाँ त बाघ पनि आउन सक्छ गाइस भनेर चाहिँ भनिदिएर है फेरि यो चाहिँ फटा तर आउनु त आइपुग्छ आफ्नो बाटो चाहिँ लाग्छ जङ्गलको राजा चाहिँ गाइस होइन त्यसपछि यसरी लाग्दै गर्दा योभन्दा अगाडि चाहिँ अति थोरै यो चाहिँ हाम्रो तामाङ समुदायको चियान डाँडा यो चाहिँ होइन यहाँ चाहिँ मैले अर्को फर्स्टको भिडियोमा मैले इन्च नापेर जानुपर्छ है भन्ने भिडियो बनाएको छु नि त्यो यही ठाउँ हो यहाँ चाहिँ त्रिपल थियौँ त्यही भएर मामा दुईजना चाहिँ ओह्रालेर म एक्लै गएँ त्यसपछि मामालाई लिएर फेरि अगाडि बढेँ गाइज बाटो त धेरै खतरनाक डेन्जर चिप्लो हिलो होइन पानी पर्दा हिलो हुन्छ पानी नपर्दा धुलो फ्रीको पाउडर खान पाइन्छ गाइज यसपछि हामी यसरी लाग्यौँ योभन्दा अलि थोरै अगाडि चाहिँ हाम्रो खेलराज लुवाको घर छ यो चाहिँ सानो सती ठुलो सती साल भन्छ है गाइज यसरी उकालो ओह्रालो हुँदै यसरी अगाडि बढाउँदै गएँ दुईजना मामासँग गफ गर्दै होइन यो अब यसपछि चाहिँ आउँदैछ यो 3 गडेरी भन्ने 3 गडेरी ठाउँ हो यो चाहिँ हाम्रो बाबु भाइको आफन्तहरू बस्नु जान्छ यो रीति सानो मामाको घर मामा पर्छ मेरो यो सबै मामा खलाको घर हो गाइस यो चाहिँ आपानी नै छुन्छ यो आपानी नै भन्छ यसलाई यसरी गयौँ जाँदै गर्दा त्यसपछि हिलो बाटो हुँदै गाउँको बाटो पानी परिसकेपछि हिलो त यसै पनि भइहाल्छ नि यसरी तेर्सो उकालो टर्निङ गर्दै हामी जाँदै गर्दा त्यसपछि एकछिन पछि त्यसपछि त्यहाँ चाहिँ फेरि राजेन्द्र भाइ पनि काममा जाँदै रहेछ दुईजना मान्छे बोकेर देख्न सक्नुहुन्छ राजेन्द्र भाइ हाँसेर बसे हामी चाहिँ लाग्यौँ फटाफट गएको छौँ अब के गर्नु मर्निङ टाइमको दुईजना मामालाई पुर्याएर फेरि म आउनुपर्ने छ अब 15-20 मिनटको बाटो हो नि त लङ नै हो नि 15-20 मिनटमा बाटो बनाएपछि त होइन आपानी चोक आइपुग्यो है गाई यो चाहिँ हाम्रो छुट्टीबाट अङ्कल घर त्यसपछि आपानी चोक मुना दिदीको पसल यसरी हामी पूर्व लाग्यौँ यो चाहिँ बाटो राम्रो छ है गाइस यो चाहिँ चेपाङ राजमार्गको हो गाइस चेपाङ राजमार्गको यो कालो पत्थरी गरेको यसपालि मात्रै धेरै टाढा चाहिँ छैन यो थोरै किलोमिटरसम्म चाहिँ कालो पत्थरी गरेको छ बाटो चाहिँ धेरै राम्रो बनाएको छ गाइस स्ल्याब आइपुग्यो यसमा चाहिँ एकदम स्लो गर्नुपर्छ टर्निङ देख्न सक्नुहुन्छ गाइस एउटा लास्ट टर्निङ हो कि हाम्रो गाउँको बाटो हाम्रो नेपालको ठाउँ किन होला एउटा सानो रुख आए पनि बाटो मोडिन्छ अब यस्तो छ है बाटो चाहिँ मोडेर लानुपर्छ रुख चाहिँ दल्नु हुँदैन यस्तो छ क्या नेपालको कानुनमा होइन त्यसरी हामी यो 3 होइन यतातिर पुग्दैछौँ कोरङ भन्ने ठाउँतिर पुग्न लाग्यो जाँदै गर्दा बाटो चाहिँ हेर्न सक्नुहुन्छ राम्रो छ बाटो एकदम राम्रो हो फेरि नयाँ बाटो केही पनि भएको छैन यो पनि सानो खोल्छ स्ल्याब भएको ठाउँ हो यसरी अगाडि बढ्दै जाँदाखेरि
अब धेरै लङ छैन अब ऊ त्यो डाँडा देख्नुहुन्छ ल 3 चुले डाँडा भन्छ यसलाई चाहिँ अब यति नै हाम्रो यहाँ सकिन्छ अब यो कालोपत्रे यति नै यहाँदेखि हाम्रो कालोपत्रे चाहिँ त्यसपछि त हाम्रो यो अफरोड फेरि पनि सुरुवात भयो यसपछि अफरोड हुँदै निकै टाढा छ यो फेरि अफरोड चाहिँ हाम्रो पदम भाइले लिएको कामसम्म पुग्न म दुईजना मामा लिएर जाँदैछु मामाहरूसँग मिठो मिठो गफ गर्दै मजा गर्दै हामी यसरी यो कोरोङ ठाउँ है गर्दै यो कोरोङ ठाउँमा पुग्यौँ हामी सरासर फटाफट जाँदै गर्दा यहाँ बाटो यहाँ चाहिँ राम्रो छ है धेरै सम्म छ ताल भन्न होइन यहाँ स्ल्याब हालेको थोरै धेरै नै पानी पर्दाखेरि एकदम गाह्रो हुन्थ्यो यो ठाउँमा त्यही भएर यहाँ चाहिँ ठाउँमा स्ल्याब डलाउन हालेको छ गाडीलाई गाह्रो हुन्छ भनेर गाउँको गाडी हिँड्छ यो बाटो चाहिँ हाम्रो चेपाङ राजमार्गमा यो चाहिँ अब हाम्रो ठाकुरदार पुग्नु लाग्यो यो ओह्रालो निकै नै ओह्रालो छ यो चाहिँ गाइज यसपछि जाँदै गर्दा त्यो अलिक पर पुगिसकेपछि हाम्रो यहाँ पनि ठाकुरदारको समुदाय तामाङ समुदायहरूको चियान डाँडा आइपुग्छ गाइज यहाँ चाहिँ यहाँ पनि थोरै स्ल्याब उकालो भएर रातो माटो भएर यहाँ पनि थोरै अगाडि स्ल्याब आउँछ है गाइज यो चाहिँ स्ल्याब हालेको छ जस्तै यहाँ चाहिँ रातो माटोमा पानी पऱ्यो भने गाडी चाहिँ उक्लिन गाह्रो हुन्छ आउन गाह्रो हुन्छ गाडी बाइक जे पनि यहाँ चाहिँ चियान डाँडा है गाइज यता चियान डाँडा यता पनि माथि चियान डाँडा हेर्नु हुन्छ गाइज यहाँ अलिक पर यो सेतु यसपालि मात्रै होइन बुझ्नु सक्नुहुन्छ होला चियान डाँडा यो बाटो चाहिँ एकदम खतरा बाटो कि यहाँ चाहिँ ग्राइभल हाल्नै पर्दैन यो बाटो खन्ने बेलामा होइन गाइज यो डाँडा नै पुरै ग्राइभल बालुवा मिसेको डाँडा हो कि ठेलाहरूलाई धेरै फाइदा होला सायद गाइज यो बाटो खन्ने बेलामा बजेट पर्ने बेलामा यहाँ ग्राइभल हाल्न नै परेन होला सायद होइन त्यही सजिलो बनाए नेचुरल छ कि यो डाँडा चाहिँ फेरि ग्राइभलको डाँडा यो फेरि होइन तर यहाँ चाहिँ सीता पाइलाको पाइला छ अरे गाइज भन्दै यो यतापट्टि सानो खोज्छ छ यस चाहिँ जमानामा सीता पाइला छ ढुङ्गामाथि भन्दै अब थोरै अगाडि चाहिँ हामी यो ठाकुरटार गाउँ आइपुग्नु लाग्यो गाइज पुग्नु लागेको छ गाइज यो अब थोरै अगाडि यो धेरै अफरोड नै छ यो बाटो त धेरै माथि नै यो बाटो भनेको ताल्ती पुग्ने बाटो गाइज यो चेपाङ राजमार्ग हाम्रो धादिङको ताल्तीमा जोडिने यो लिङ रोड हो खासमा भनौँ भने अहिलेसम्म यो बाटो सम्पन्न हुन सकेको छैन अब वर्षमा अब पर्यटक परिरहेको छ धेरै अब टाढा चाहिँ होइन अब यो ठाकुरटार आइपुगे गाइज यो ठाकुरटारको सानो बजार मेडिकल पनि छ हस्पिटल मेडिकल छ सानो पदहरू छ होटलहरू छ नास्ताहरू गर्न यो ठाकुरटारको स्कुल हो गाइज है यहाँ चाहिँ यो स्कुलमा राम्रो शिक्षा चाहिँ छ गाइज हस्टेल पनि छ यो हाम्रो मामाहरू काम गरेर बस्दै गरेर सुत्ने गर्छ यहाँ चाहिँ कपडा राख्ने भनेर राख्नु भएको छ मामाले त्यसपछि फेरि मामालाई वेट गरेँ फेरि मामाले लिएर एकछिन वेट गरिसकेपछि मामा हाम्रो ढोका लगाएर फेरि टक्क राखेर कपडा राखेपछि फेरि मामा लिएर फेरि हामी तल गयौँ त जाँदै गर्दा मेरो भाइ निखिल भाइ मेरो सानो अङ्कल चाहिँ काम गर्नको लागि जाँदै हुँदो रहेछ तल हाम्रो एकछिनपछि भएर अङ्कललाई भेट्छौँ यो दुईवटा बाटो चाहिँ यताबाट चाहिँ ताल्ती जाने यताबाट चाहिँ सिलिङ जाने बाटो यो सिलिङ जाने बाटोतिर चाहिँ हाम्रो भाइहरूले काम गर्न जाँदैरहेछन् अगाडि हुन्छ हाम्रो अङ्कल र निखिल भाइ भयो त्यसपछि तल पुगेर एकछिन पर्छ भनेर पठाएको थियो हामी यहाँ चाहिँ रोकेर वेट गऱ्यौँ रोकेमा भयो त्यसपछि अङ्कल र भाइ आइपुग्छन् मामाले पनि आउनुहुन्छ एकछिन मामाहरूसँग भाइहरूसँग गफ गऱ्यौँ भाइ मामा भाइ एउटा अङ्कल भाइसँग बस्दा त्यसपछि
बसेर हामी म फर्किन्छु मामा बाई भनेर राम्रोसँग काम गर्नु ल भन्दै घरबाट चाहिँ बिदाई पनि गर्न लागेँ। अनि मैले एकछिनपछि अब यो चाहिँ के हो यो के रुख हो भनेर भने त्यो चाहिँ फुल चाहिँ के हो त थाहा भएन। भाइले पनि सोधे खोइ चिनिन भाइ दाइ भनेर भन्दै थिएँ निखिल भाइले अब केही इसारा गर्दै हुनुहुन्छ भाइले चाहिँ होइन। अब आजको ब्लग यति नै हो गाइस। म चाहिँ अब यहाँ भाइहरूलाई मामाहरूलाई पुर्याएर भाइहरूले चाहिँ अब काम सुरुवात गऱ्यो होला। अब मैले चाहिँ अब चाहिँ जानुपर्छ मामा अङ्कल भाइ भनेर म चाहिँ अब जान तयारीमा थिएँ। फेरि होइन दाइ बस्नु न भने फेरि बसेँ फेरि गफ गरेँ। भाइ हाँसिराखेको छ भुलिराखेको छ। यस्तो गर्दा गर्दै अलिकति समय पनि फेरि जान लाग्यो भनेर मैले चाहिँ भाइहरूसँग कुरा गर्दै थिएँ। एकजना भाइले पनि फेरि म एकचोटि चोकमा जानुपर्छ है भाइ भने अनि मेरो पाला भाइले खन्किरहेको थियो। अनि त्यसपछि म लाग्न थालेँ अङ्कल भाइहरूलाई बाई भनेर कामसँग काम गर्नुलाई भने त्यसपछि बाई बाई गर्दै म चाहिँ वापस कम ब्याक भएँ। आजको भिडियो यति नै गाइस बाई बाई।